संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बस्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा 14 दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्दछ। नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरू आगामी चैत्र 9 गतेदेखि बन्द गरिएको छ। यस अप्ठ्यारो घडीमा पनि सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूले पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। हेलो खर्की, विजय भन्, के छ नेपालको अवस्था? एकदम नराम्रो घटना घट्यो यार। के भयो एकै बिहानै? सबै ठिकै त छ नि? तेरो बाबा रहनु भएन यार। हिजो बेलुका त कुरा भएको थियो यार, फेरि के भयो? प्रेसरले हाने रहेछ, औषधि पनि रहेनछ। साह्रै नराम्रो भयो यार। घरको एक्लो छोरा विदेश छस्, साह्रै बिजोग भयो यार यस्तो अवस्थामा। बर्बाद भयो यार, पुरा लकडाउन छ, के गर्ने होला यार? खै के गर्ने, हामीले त केही सोच्नै सकेनौँ। छिमेकीहरू पनि कोही निस्कँदैनन्। अलिअलि ज्वरो पनि आएको रहेछ। म पनि घरै छु। ल यार, म आमालाई फोन गर्छु, राख। जनताको जीवन रक्षा रोगले होस् वा भोकले होस्, पहिले रोगले मर्न त बेग्लै कुरा, भोकैले मरिने भयो भन्ने त्यस्तो स्थिति होइन, किन सरकारले मर्न दिँदैन। अहिले राहत बाँडिएको छ, कति पाउनेले पर्नेले पाएका छन्, कति नपाउनु पर्नेले, तर पनि राहत बाँडिएको छ र लगभग 76-80 करोडको राहत हामीले बाँडिसकेका छौँ। राहत आइपुगेको छैन। भोलितिर आइपुग्ला, पर्सितिर बाँडिन्छ होला। ल है त, ल म अहिले बिजी छु। ल मैले राखेँ ल। राहत वडा सदस्य कहाँ पुग्न पाएको छैन। यी सुकुम्बासीलाई कहाँबाट थाहा हुन्छ? फेरि कसले? ए हजुर, नमस्कार। ए हजुर। ए राहत आइपुगेको छ हजुर। अब तपाईँले चिन्तै नलिनु न हजुर, हाम्रो पार्टीको कार्यकर्तालाई छोडेर मैले अरूलाई बाँडुला त हजुर। तपाईँ चिन्तै नलिनुहोस् न, वडा कार्यालय पठाइदिनुहोस्, म छँदैछु नि। ल हजुर, ल केही चिन्ता लिनु पर्दैन हजुर, केही चिन्ता लिनु पर्दैन। ल है हजुर, ल हस्, नमस्कार हजुर, नमस्कार। यो वडा सदस्य हुनु नि गाह्रै छ, जनप्रतिनिधि भएर खानलाई गरेर पनि भएको छैन, नगरेर पनि भएको छैन। यो लकडाउन पनि कहिलेसम्म हो फेरि? दिक्क बनायो, दिक्क। ल अनि बिस्तारै हो है, फेरि अनिकालको अन्न पुरै पोखाएर बर्बाद पार्नुला। यसपालि त लकडाउनले पनि साह्रै खतम पार्यो। बुढी, ए बुढी, ढोका खोल। ए हजुर, थाहा छ हजुरलाई, आज मैले एउटा खानेकुरा बनाउन सिकेँ नि। के सिकिस्? पहिला कालो चाहिँ अहिले राम्रोसँग बनाउनु जाने हुन्थ्यो। नजिस्किनु न, आज मैले युट्युब हेरेर मोमो बनाउन सिकेँ, भित्र पाक्दैछ। ल राम्रो भयो। यही राखिदियो। जम्मा यति राहत हो कि प्रसाद हो? अब अहिले आउने बेला यति लिइहाले, हाम्रो लागि उता 10-12 बरा अझै स्टक छ, किन टेन्सन लिएस् तैँले? ल पख त राम्रै। अनि आज त 5 गते हो, अघिल्लो महिना कटेको पनि 4 दिन कटिसक्यो। अनि यसपालि भाडा दिनु क्या हो? अब काम धन्दा छैन हजुर, अब यस्तो महामारीको बेला छ, यो महिना गाह्रो पर्ला। हुँदैन, हामीले पनि यत्रो घर बनाउँदा ब्याङ्कबाट ऋण लिएर बनाएको छ, हामीले पनि दिनुपर्छ, हामीलाई पनि गाह्रो छ नि। काम केही छैन,
पैसा छैन खोजिनु, कोठामा अन्नको गेडो छैन। यो महिना त साह्रै गाह्रो छ। हेर रामु दाइ, लकडाउन कहिलेसम्म लम्बिने हो केही थाहा छैन। अब हामीलाई पनि त गाह्रो छ नि। अब हामीले पनि किस्ता बुझाउनुपर्छ। अब फेरि तिमीलाई मात्र भाडा छोडेर नि भएन। अब सबैलाई भाडा छोड्न सकिन्न। 1 महिनालाई हेरिदिनु पर्यो, अर्को महिनादेखि तिरिहाल्छु। त्यसो भए भोलिसम्म भाडा ल्याएर दिनुहोस्, होइन भने घर खाली गरिदिनुहोस्। पनि अलि बढी नै बोल्छस् क्या? के बोलेर मैले त्यस्तो बढी? आफ्नो घर आफ्नो खुसी, पैसा लिनु परेन? होइन, कति दुःख दिन सकेको यिनीहरूले। दुःख दिने पनि एउटा सीमा हुन्छ नि। ए सविता, सविता! हजुर दिदी। के हो तिमीहरूको चालामाला? 3 महिना भइसक्यो, घर भाडा दिनु पर्दैन? नभएर हो दिदी, भए त दिन्छौँ नि। अनि कहिले दिने त? दिन्छौँ भनेर हुन्छ? दुनियाँ संसार बन्द छ दिदी, देशै लकडाउनमा छ। खुलेपछि त दिइहाल्छौँ नि। यो लकडाउनले पनि दुनियाँलाई पैसा नदिने बहाना नै भइसक्यो। 15 हजार भइसक्यो। के हेक्का छ? खै त तेरो बुढा। तिम्रो बुढा आएपछि म आएको थिएँ भनिदिनु। हुन्छ दिदी, भनिदिन्छु। मम्मी मम्मी उता हेर्नुहोस् त। घर भाडा चाहिँ छैन भन्ने, सामान चाहिँ ल्याएको ल्याएछ नि। होइन दिदी, आज यहाँ ओडामा राहत बाँड्ने भनेको थियो, त्यही लिएर आएको हुँ। राहत त ल्याएको ल्याएछ त, फेरि पैसा केमा खर्च गर्छौ? त्यही झोलमा त होला नि मम्मी। हिजो पनि मैले 2 जम्मा रक्सी दिएको थिएँ। नबोल, तेरो बुढालाई भाडाको कुरा गर्नु। है के को हल्ला खल्ला है? के हुनु नि भाडाको कुरा? एसएमले घरबाट छुट्दिने भनेर गएको कि हाम्रो घरबेटीको ताल यस्तो रात पनि हुने क्या भोकरीभरि छ, नहुनेका घरमा पिएको चामल पनि छ। कस्तो सिस्टम हो जिन्दगी? आज पनि रित्तै आउनु भयो, खोइ त राहत। के को राहत हो? राहत हामीलाई हो र? ठुला बडा हुने छैनलाई हो? के गर्ने त, घर खाने केही पनि छैन। चिन्ता नगर्नु, ठेकेदारसँग मेरो अलिकति पैसा लिनु छ, त्यसलाई फनाउँछु। Sorry, the mobile you have dialed is switched off. Sorry, the mobile you have dialed is switched off. चाहिने बेलामा मोबाइल अफ गरेर मरेछ। हुन त यही घरबेटीको सालो नै हो। गएको 3 हप्ताभित्र यदि तपाईँ विदेशबाट फर्केको व्यक्तिसँग सम्पर्कमा आउनु भएको छ भने वा कोरोना भाइरस रोग लागेको व्यक्तिको सम्पर्कमा आउनु भएको छ, अरू व्यक्तिहरूबाट कम्तीमा 1 मिटरको दूरी कायम गरौँ। यदि तपाईँलाई ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
खाँचो रोक्न ठूलो मद्दत पुग्नेछ। गएको 3 हप्ताभित्र यदि तपाईँ विदेशमा तपाईँले सम्पर्क गर्नु भएको बाबु फोन आयो हेर त। बाबा ढुक्गरे भाग्यमानी हुनु बाबु। सन्चै हुनुहुन्छ बाबा? ठिकै छु बाबु। मामुलाई फोन देऊ त। हस् हुन्छ। हेलो, के छ खबर? सन्चै छौ? के हुनु, सबै भटाभुङ्गो छ, पसल पनि बन्दैछ। हाम्रो त्यति सानो पसल पनि खोल्न दिएको छैन। दिए छैन नि, कहाँ दिनु नि। अनि त्यताको हालखबर के छ त, सुनाउनु न। के भन्नु, यता पनि समस्या छ। कामदारहरूलाई काममा आउन रोकेको छ। एकदम डर पो छ त। मलाई पनि त्यस्तै गर्ने हो कि? राम्रोसँग काम गरेको मान्छेलाई त ननिकाल्ला नि। खै यो खाडीमा अर्काको देश, केही भन्न सकिन्न। बरु सुनाउ न, तिम्रो अरू के छ खबर? ब्याङ्कको किस्ता पनि तिर्ने बेला भइसक्यो होइन? तपाईँको तलब आउने बेला भएको छैन र भनेको। यतिखेर त आउनु पर्ने हो। 1 तारिक हो, कहाँ अहिले आउँछ त? कस्तो भोले कि तिमीले? आएपछि त पठाइदिइहाल्छु नि। अलिक छिटो गर्न मिल्दैन र? अगाडि त कम्पनीले दिनु पनि पर्यो नि। हुन्छ हुन्छ, बरु तपाईँ आफ्नो ख्याल गर्नु नि, साथीहरूसँग धेरै बाहिर नहिँड्नु। हुन्छ हुन्छ, तिमीहरू आफ्नो ख्याल गर है त। म अहिले गएँ है। बाई बाई। स्कुल त बन्द छ त।
आज देश लकडाउन भएको पनि यत्रो दिन भइसक्यो। हतासिएर आफैभित्र एक्लोपनको यो अवस्थामा आज मलाई मेरो गाउँको साह्रै नै याद आइरहेको छ र यादसँगै गाउँको पाखा पखेरो, त्यो चिसो सिरेटो, माटोको सुगन्ध अनि ती झरनाहरू, खोलाको कलकल आवाजसँगै मेरो बाल्यकालका साथी, म पढेको स्कुल, सँगै खेलेको चौर, खेतका आलीहरू अनि गाउँमा बिताएका पलहरूसँगै म मेरो परिवार अनि सम्झिरहेछु मेरो घर। विश्वभरि नै फैलिरहेको यो महामारीको बेलामा वर्तमानसँगै भविष्यको सोचले म आफैसँग प्रश्न अनि उत्तर गरिरहेछु, तर कुनै पनि सही जवाफ पाउन सकिरहेको छैन। त्यसैले म मौनतामा अल्झिरहेको छु। परिस्थिति र यो एक्लोपनको अवस्थामा कतै बार, पर्व, खुसी अनि हाँसो नै बिर्सिरहेछु। अनि यो एकान्तमा सबैभन्दा बढी दुख्ने त यादहरू नै रहेछ। यादहरूसँगै उनीसँगका ती पलहरूको झसल्को यो मनमा छचल्किरहन्छ। उनीसँगको सामिप्यता, त्यो खुसीको पल, त्यो साथ र हाम्रो खुसियाली जिन्दगी। दुनियाँले जे भने पनि हामी हाम्रो संसारमा खुसी थियौँ। लिभिङमै भए पनि हामी एकअर्काको मन अनि मुटुमा थियौँ। बलियो थियो हाम्रो मायाको गाँठो। उनीसँगको त्यो प्यारो पल, हाम्रो खुसी अनि त्यो एकअर्कामा हराएको पल, त्यो ठट्टा, त्यो खुसी। आफ्नो विगतको यादहरू अनि गल्तीहरू जुन नधोएर जाने रहेछ, नरोएर नै। पश्चातापको यो पीडामा पानी बिनाको माछा जस्तै भित्री मनैदेखि छटपटाइरहेछु र धिक्कार्दैछु आज म आफूले आफैलाई। होइन, किन थुत्रुन बिगारेछस्? के हो तँलाई? अस्ति नै देख्यो भने किन्दिने होइन, खै माग्स। यो महामारीमा सबै काम धन्दा ठप्प भएको बेलामा के को टन्टो हो यो? मुहा मार्छैन, मास्कको कुरा गर्छ। बा, यसले राम्रो गर्छ के, रोग सर्दैन। खुब जानिछस् उता मुन्टे। किन कुकुर जस्तो लखर लखर गाउँमा उडुल्नु पर्यो? खुरुक्क घरमा बस्दा रोगै सर्दैन कि? सर्दै म सिलाइदिन्छु। किन रिक्सा थस् र? पैसा भए त म किनिदिइहाल्थेँ नि।
हाम्रो टोलमा त सबै पसलहरू खुल्लै छ। भोलिबाट त हाम्रो पसल पनि खुल्नुपर्छ के हो बाबु? होइन मम्मी, किराना पसल र औषधि पसल मात्रै खुल्ला अरे। हाम्रो त सानो खाजा पसल, त्यो पनि यस्तो बेला को नै आउँछ र? खै कानुन पनि कस्तो हो कुन्नी। सर्ने रोग त जहाँबाट पनि सर्छ के अरे नि। अब फेरि सामाजिक दूरी कायम गरेर किनबेच गरेको भने कसैले पनि देख्दिनँ मैले। हाम्रो सानो होटल भनेर हेपेको होला नि मम्मी। ठुला ठुला रेस्टुरेन्टबाट होम डेलिभरी गरेर खान्छन्, यी हेर्नु अझ फोटो पोस्ट गरेर सान पनि दिन्छन्। खै के हो पुरै बुझ्न सक्दिनँ। लकडाउन भन्छन्, मान्छेहरू ओहोरदोहोर गरेको गरेछ, बुझेर बुझ्नै नसकिने। तिमी पनि धेरै मोबाइल नचलाऊ, आँखा कमजोर हुन्छ। राम्रोसँग पढ। हस् मम्मी। म एकछिन सविताको कोठामा पुगेर आउँछु। धेरै भयो, भाडा पनि दिएको छैन। छुट्यायो कपाल बसी। सविता जोर दिदी के गर्दैछौ तिमीहरू? केही गरेको छैन दिदी, यत्तिकै बसेको। आउनु न भित्रै। खोइ त रमेश भाइ, यत्रो दिन भइसक्यो। मैले भनेको भनेछु, नसुने झैँ गरेर बसेछौ। त्यस्तो होइन दिदी, नभएर नै हो, दिन्छु नि। दिन्छु मात्र भनेर भएन रमेश भाइ, दिनु पनि पर्यो। उता काममा पनि त 30वटा हात्ती लिने बाँकी छ। ठेकदारले काम सकेपछि दिन्छु भनेछ। अब त्यो ठेकदारलाई बिन्दी भाउ गरेर भए पनि खुसी पारेर ल्याउनु पर्यो। आज पनि भने छु। ल त नि, यो महिना चाहिँ नकटाइदियो है, साह्रै गाह्रो भएछ। हुन्छ, त्यसो भए जान्छु। सविता, एउटा अन्डा बनाएर यो कसकसीले गर्दा खाएको नै छोडेछु। भय पर्दैन, अब पुजा त्यतिले नखाउ धेरै। यो महामारीले गर्दा निदेश नै उडाइसक्यो। चिरिप्प खाइन्छ, झ्याप्प निदाइन्छ। तिमीले पो खान्छौ र घुरेर सुत्छौ, हामीले के गर्ने हो? गाह्रो त हामीलाई हो नि। कति खाना पर्ने हो? नखाऊ भन्दाखेरि नमान्ने, नखाइले हुन्छ नि। कति खाने हो? सानै, ए सानै, हजुर बा। बाहिर आइज त। हस् बुवा। किन बोलाउनु भयो? यो पैसा लिएर गएर माथिबाट 1 बोतल रक्सी लिएर आइज त। जा भनेको सुनेनस्? सधैँ बोतलले लान्थे त। खै बाबुले यति नै भनेको र। के राख? भोलि गएर मास लाएर आइज है बाबु। हुन्छ ठुलो बा।
ल्याऊ पैसा। न बाबु यही पनि पैसा हो कि अरे 30 रुपियाँ छ। हुन्छ ठुलो बुवा, ल म जान्छु है। लाङखुट्टे पनि कति आएको जा गिलास लिएर आइज। ए मनमाया तरकारी पाकेको छैन? पाकेको भए अलिकति ल्याइदेऊ के अरे। नखाऊ भन्दा मान्ने होइन, सधैँ पिउनु पर्ने। काँचै छ ल्याइदेऊ यत्तिकै। अब काँचै त कसले ल्याइदियो भनेको छ त नि, पाकेपछि पो ल्याइदियो भनेको त। अब हुन त अनिकालको तरकारी आफ्नो बारीमा लगाइएको थियो र पो खान पाइए। बा गिलास। पानी जस्तो रक्सी छ। खाने बेलामा के को कचकच? नखाऊ भन्दा मान्ने होइन, नपिए नि हुन्छ। नपिए त हुन्थ्यो के रे नि, अब के गर्नु, बानी पर्यो पिउनै पर्यो नि। होइन यी भट्टीवालाहरूको पनि पिँधमा बोसो लाग्छ कि के हो, कति पातलो रक्सी हो। अब यिनीहरूको रक्सी खाइँदैन। साने भोलिबाट त्यो रनेकोबाट रक्सी नले है, साह्रै पातलो दिन थाल्यो त्यसले। हेरौँला कसरी चलाउँछन् भट्टी। साने आइज त तेरो बाउलाई तिउन लैदे। हैत्ते यही बेलामा मन्जन सकियो। थुक्क जिन्दगी कति हेप्छस् मलाई पक्तलाई। दुःखले पनि कति कबड्डी खेलेको मसँग। यही बेलामा मन्जन सकिने, यही बेलामा चामल सिद्धिने, लकडाउन।
दिमाग खाइसक्यो यसले। घरबाट भने चाहिँ सुमत नभए कि आइमै घरबेटी पनि चोथाले छे कचकच गर्छ। बुढो त अलि ठिकै हो, यो चोथाले आइमै कहाँ भेटेछ यसले। होइन हिजो त जिम टिम चालियो, आज के खाने? मलाई खाऊ टुक्रा टुक्रा पारेर। के दोष आइला यो बेला? मान्छेले किन आत्महत्या गर्छन् भनेको त यस्तै भएर पो रहेछ। के बोल्या? नचाहिने कुराहरू सोचेर बोल्न पर्दैन, केही गर्न नसक्नु, काम नगर्नु, आँटिलो मान्छे उति आएर। नाच्यो म केही जो गर्नु लागेर नि घरकै मान्छेले पनि हेप्छन् गाँठे। सामान त ल्याउँछु भने कहाँबाट कसरी ल्याउने होला? खेल मेरो जीवन र म खेलाडी, तर आज मेरो मैदानै शून्य भएको छ। कारण यस परिस्थिति अनि समय। तर हारेको छैन, अझै उच्च मनोबलको साथ समय र अवस्थालाई हेरिरहेको छु भोलिको शुभ दिनको लागि। के समय आयो यस्तो? रोगी पनि बढै छन्, बजार पनि पुरै बन्द छ, खुल्ने छाटकाट पनि छैन, केशवको दोकान पनि बन्द छ, राजुको पनि खुलेको छैन, सरकारले बन्द थपेको थपै छ। हामी मजदुरलाई यो समयले मार्ने भयो। कस्तो जिन्दगी लिएर आइएछ। ए डल्लै साउले चाहिँ खोल्याएर है। रामदाई नमस्ते। अनि के छ खबर? सन्चै हुनुहुन्छ? के हुनु हजुर, अब यस्तो महामारीको बेला पऱ्यो, काम छैन, सबै ठप्प छ, अलिकति रासन दिनु पर्यो। हजुरको त मैले पहिलाको हिसाब पनि हेरेको थिएँ, टन्नै रहेछ।
महँगी बढेको बढै छ, सामानको भाउ छोइ नसक्नु छ। अनि यस्तो बेलामा उधारो दिने र पहिलाको हिसाब क्लियर नगर्दासम्म दिन सकिएन। ठेकेदार भेट भएकै छैन? ठेकेदार भेट भएपछि दिन्छु नि हजुर। मैले हजुरको कुरा बुझेँ। अब फेरि तपाईँहरूले पुरानो उधारो नदिई पसलमा नयाँ सामान ल्याउन सकिँदैन। अनि पसलको भाडा पनि तिर्नै छ, किस्ता खप्टिएको खप्टियै छ। अहिले सकिएन। जसरी पनि दिन्छु हजुर, पहिला पनि तिरेकै हो के? हजुर मैले कुरा बुझेँ, तर बाउले 1 रुपैयाँ उधारो नदिनु भनेका छन्। फेरि पछि आएर हिसाब किताब हेर्ने बुढोले नै हो। म त बिचमा पो परेँ। अहिले सकिएन, नरिसाउनु है। यी मजदुरहरूलाई त राहत बाँडेको बाँडै छ नि। 70-80 करोड सरकारले बाँडेको छ भनेर समाचार आएकै छ। हामीलाई पो गाह्रो छ। जब त्यति उधारो पनि पत्याउनु यार, यो गरिब भएर बाँध्नु नि खतमै रहेछ। पैसा हुन त दिएकै हो नि। हेत्ते रामबहादुर दाई त यहीँ पो हुनुहुँदो रहेछ त। नमस्कार रामबहादुर दाई। नमस्कार हजुर, नमस्कार। तपाईँलाई दुःख परेको छ भन्ने थाहा पायौँ, त्यही भएर राहत लिएर हामी त तपाईँको घरतिरै पो जाँदैथ्यौँ त। राहत वितरण गरिदिनुहोस् त उहाँको भागको। सरकार नभए पनि हामी छौँ नि, हामी सङ्घ संस्था छौँ तपाईँहरूको लागि। ल अहिले यति राहतले चाहिँ गुजारा चलाउँदै गर्नुहोस्, फेरि पछि थप्दै गरौँ नि। विदेशमा बसेका नेपाली दाजुभाइहरू मिलेर हजुर जस्तोलाई मजदुरहरूलाई यो राहत वितरण गरेको हो। बिचमा हिनाबिना हुन्छ कि भनेर उहाँहरूलाई प्रुफ देखाउनको लागि हामीले। त्यही भएर ल सबैले हात समातेर है एउटा फोटो खिच्दै त भाइ। ए फोटो अलि यता आउनु त। सबैले त्यता हेरौँ त। यता हाँस्नु न यार तपाईँ यार, रात पासे त हाँस्नु। ल यसो है, ल एकछिन मैले पनि एउटा फेसबुकमा त हाल्नु पऱ्यो नि यार। ल है बाबु, हामी त अन्त पनि जानुपर्छ वितरण गर्न। ल है टेन्सन लिनु पर्दैन, राम्रोसँग बस्नुहोस् है। हुन्छ हजुर। पैसा चाहिँ छैन भने सामान चाहिँ ल्याउने मैले जाने छु। आमा म धेरै पढेर ठुलो मान्छे बन्छु, तपाईँहरूलाई सुख दिन्छु। ल छोरी, तिम्रै आस्था छ, अब तिम्रै भरोसा छ। सबैको दिन आउँछ अरे हाम्रो सरले हान्नु भएको। ल बितुलहरू पकायो, साह्रै भोक लाग्छ। उस्तो ठेकेदारलाई फोन हान्छ, फोन लाग्छ कि घरबिटीले पनि किचिज गरिरहेको छ भाडा भन्दैन। ल छोरी तिमी पढेर बस्छ है त, म खाना बनाउँछु। लकडाउनको बेलामा कस्तो सुन्नु पऱ्यो। हेलो
छन्तु भन् केटा कहाँ छस्? कहाँ हुनु? घर छु। घर छु के? आज मेरोमा आइज न यार। तेरोमा आउने रे? कहाँ यार, म यता एकदम बिजी छु यार। कस्तो रहेछ मुला, आइज न। घरमा एक्लै बस्दा बस्दा बोर लागिसक्यो यार, आइज न। किन आउने हो र? केही रमाइलो गरौँला नि यार। होइन यार, यस्तो बेलामा कहाँ यार, म एकदम बिजी छु क्या। घरमा यहाँ घरबाट निस्किनै दिएको छैन यार। चेकिङ छ। कसरी आउने? तँलाई चोकचोकबाट आइज भनेको रे यार। कति छ त गल्लीहरू, चोरबाट युज गरेर आइज न। थाहै नभए जस्तो गर्छ। हो यार, आइन म पछि भेटौँला नि है। ल राख। यस्तो लकडाउनको बेलामा यार पुलिसको भाटा हान्नु छ र? काटिहाल्यो फेरि। मैले फोन हानेछु, उसलाई राख्न हतार हुन्छ। नमस्ते, नयाँ न्युज अपडेट तपाईँहरूको लागि। प्राप्त समाचार अनुसार सरकारले अहिलेको देशको अवस्था हेरेर लकडाउनलाई पुनः 2 हप्ता थप्ने मन्त्री परिषदले निर्णय गरेको छ। हेलो परमिलाजी, नमस्कार। हजुरको फोन त उठ्दै कति गाह्रो फोन उठ्न। ब्याङ्कको किस्ता तिर्ने समय त भइसक्यो त। जहिलेसुकै ढिला गर्नुहुन्छ हजुरले। कि यो कोरोनाको महामारीमा ब्याङ्कले किस्ता लिँदैन भन्ने सोच्नुभयो? होइन, कोसिस त गरिरहेको छु। हामीलाई पनि गाह्रो छ। माथिबाट प्रेसर आउँछ, फोन आउँछ, क्लोजिङको बेला आइसक्यो। बुझ्नु पर्यो नि हजुरले। कि त भएको 1 टुक्रा जमिन पनि फाल्ने विचार गर्नुभयो? मैले त चिने जानेको मान्छे भनेर झन् हजुरलाई लोन मिलाइदिएँ। झन् हजुरले त मलाई नै अप्ठ्यारो पार्नुभयो त। ब्याङ्कको नीति नियम त हजुरलाई थाहा नै छ नि। सबै पढेर सिग्नेचर गर्नुभएको हो। अब हजुरले टाइममा ल्याएर यो लोन तिर्नु भएन भने, किस्ता तिर्नु भएन भने मैले पनि केही गर्न सक्दिनँ। हजुरलाई नै अप्ठ्यारो पर्छ, हामीलाई नै अप्ठ्यारो पर्छ। टाइममा ल्याएर तिर्नु होला। धन्यवाद। यस्तो महामारीको बेलामा त ब्याङ्कहरूले अलिकति छुट दिनु नि। झन् उल्टै किस्ताको बारेमा फोन आएको आयो। छोड्दैन फेरि। मोबाइल दिने ऋणको सुविधा यही बेला त नि काम लाग्यो। विदेशबाट फर्किने हेलो ठेकेदार साहब, नमस्कार। रामु भन, के छ खबर? हजुर साह्रै अप्ठ्यारो पर्यो हजुर। त्यो बन्दभन्दा अगाडिको हिसाब मिलाइदिनुहुन्छ कि भनेर। लकडाउनको बेला छ, बाहिर निस्किन पाएको छैन। कताबाट तिम्रो हिसाब मिलाउनु हो? होइन हजुर, होइन, म त्यही पनि आउँछु नि हजुरकोमा। होइन त्यस्तो भने होइन। घरबाट निस्किन पाएको छैन भन्नाले साइटहरू सबै बन्द छ, पैसा आउने बाटो कतै पनि छैन, त्यो भने हो नि। साह्रै आपत पर्यो हजुर। सरसफाट भए पनि पाउँ न अलिकति। ओहो, टाइट रामु, कहाँबाट यतिखेर साइटहरू सबै बन्द छ? कहाँबाट ल्याएर दिउँ भन त तिमीलाई? यसो यताउति सरसफाट गर न, पछि बन्द खुलेपछि त हेरिहाल्छु नि म। त्यसो भए त साह्रै अप्ठ्यारो पर्यो। के गर्ने होला हजुर? तल दिदी भिनाजुलाई भनिदिनुहोस् न, कोठा भाडा मागेर कचकच गरिरहनु भएको छ। ए जा, अब त्यति कुरो मैले लर राखिदिएको ठाउँ हो, म भनिदिइहाल्छु नि फोन गरेर। ल अहिले म बिजी छु, बन्द खोलिहाल्छ, किन टेन्सन लिएको? ल अहिले मैले फोन राखेँ है रामु। ए पनौती लाग्यो न, कुन पनौतीहरूले फोन हान्छन् यार। ए छिटो खेल्न मालेरिस। गुरु नमस्ते। ए नमस्ते। हाम्रो व्यायामशाला अब खोल्दा हुँदैन र? खोले त हुने हो नि, कहाँ खोल्नु, सारा खोलिसक्यो, बन्द छ। समाचार पढ्दैनौ क्या? के हेर्नु, गतिलो केही हुन्न। जिम त खोल्नु पर्ने हो नि, स्वास्थ्यको लागि राम्रो हो। हुन त हो नि भाइ। अब यही व्यायामले नै हो मान्छेको इम्युनिटी पावर बढाउने। कति रोग त यही व्यायामले नै हो ठिक गर्ने। खै कुरै बुझ्दैनन्। केही सामाजिक दूरी कायम गरेर अनि सतर्कता अपनाएर खोल्न दिए त राम्रो थियो नि। अब बुझ्नेले कुरा नबुझेपछि के अन्त नि गुरु। हेर्नु न, ज्यान पनि घटिसक्यो। खोल्नु भए खबर गर्नु न। हुन्छ, एक दिन त खोल्ला नि। खोलेपछि म तिमीलाई खबर गर्छु नि है। हस् गुरु, हुन्छ त नि। हस्। म जस्तै अरू पनि जिम लभर्सको पीडा म बुझ्छु, तर यो समयको अगाडि आफैभित्र गुम्सिएका कुराहरू व्यायामसँगै चिच्चाएर निकाल्न बाहेक के नै गर्न सक्छु र? सबैको भावना बुझ्छु, तर सान्त्वना दिन सिवाय अरू विकल्प मसँग केही छैन।
यो अवस्था र परिस्थितिमा मैले धेरै नै सम्झेको मेरो घर मेरो परिवार नै हो। ठाउँ टाढा भए पनि मन त नजिकै छ। तर अफसोस मैले मेरो बाबा मेरो भगवानको मन दुखाएको छु। भगवती जस्ती मेरी आमा श्रीमान र छोराको बीचमा फिल्सिरहनु भएको छ। मेरो बुवाको जिद अझै अडिग छ। ए सवारी पास ए हुन्छ 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 म मिलाइदिइहाल्छु नि। अब जनप्रतिनिधि भएपछि अलिअलि भएको पहुँच त्यसैमा प्रयोग गरिहाल्छु नि मैले। हुन्छ हुन्छ ल तपाईँको हातमा सवारी पास आयो। ल ल ढुक्क ल हजुर ल ल ल। अब भोलि चुनावका बेला चाहिने मान्छे यिनै हुन्। हिजो मात्र सुक्को पैसा छैन भनेका होइन तिनीहरूले, आज त बोराभरि चामल बोकेर आएका छन् त। होइन कति हेपेको यो डेरामा बस्नेहरूले हामीलाई। ए ल्याउन दे नि त ल्याउन दे। यो रामुलाई मैले हिजै हो उडाबाटै रात मिलाइदिनु लागेको थिएँ। यो मोरले फेरि यही बेलामा नागरिकता हराएछ। अब कतैबाट ल्यायो होला खाउन् बिचरा, के भयो त नि। हो यसरी चढाएर बस्नुहोस्, एक दिन टाउकोमा टेक्छन् बल्ल खानुहुन्छ। ए यो चिया त अलि राम्रोसँग बनाउनु सिक्नु है। लाग्नुहोस् तपाईँ। अब यता सुन, अब अहिले मिडियाहरू स्याउथी छन्। यस्तो बेलामा यिनीहरूलाई पेल्नु भनेको राम्रो हुँदैन। भोलि फलाना वडा सदस्यको घरमा त मजदुरलाई हेपे रे पेले रे राहत पनि दिएनन् रे अनेक 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 समाचारहरू निकाल्छन्। यो बेलामा तपाईँ चुप्प लाग्नु ठिक छ, म पनि चुप्प लाग्नु ठिक छ। पछि कुरा मिलाउँदा होइन तपाईँले मेरो कुरा कहिले सुन्नुहुन्छ र? आफ्नो श्रीमतीको कुरै सुन्नुहुन्न। तपाईँलाई जे मन लाग्छ त्यही गर्नुहोस्। मेरो कुरा त कहाँ सुन्नुहुन्छ र तपाईँले? हजुर हुँदै हुँदैन। तेरो सहरमा चल्ला, गाउँमा चल्दैन। गाउँको आफ्नै संस्कार छ, रीतिरिवाज छ। मायाभन्दा ठुलो कुरा यो संस्कार र रीतिरिवाज कहिल्यै हुँदैन। माया त मायामा अन्ध हुँदैछस्। हामी रिलेसनमा बसेको पनि 4 वर्ष भइसक्यो। सिन्दुर पोते दुनियाँलाई भोज खुवाएर केही पनि हुँदैन। जम्न अनुसार चल्नु पनि त पर्यो। मन मिलेपछि भइ त गयो नि। विवाह जस्तो पवित्र बन्धन तेरो यो खेमाचीले हुनेवाला छैन।
झन् भएको एउटै छोरा, कत्रो धुमधामको साथ बाजा बजाएर विवाह गराउँछु भनेको त आफ्ना इष्टमित्र कुल कुटुम्ब बोलाएर। म यो गाउँ अनि यो रूढिवादी समाजको लागि बिहे गर्दिनँ बाबा। ऊ खुसी छ, म खुसी छु, अनि तपाईँहरू? सायद एजुकेसनको कमी छ यो गाउँ अनि तपाईँहरूमा। के भनिस्? तल सहर पढ्न पठाएको यही सुन्नलाई हो? अनुशासन हराएको मान्छे। बाबु त किन कुरा बुझ्दैनस्? गाउँमा हाम्रो कत्रो इज्जत छ। बुवाले तँलाई ठिकै त भन्दै हुनुहुन्छ। बरु हामी तिमीहरूलाई धुमधामसित बिहे गरिदिउँला नि। आमा, तपाईँ पनि कस्तो कुरा गर्नुहुन्छ? मैले ठुलै गल्ती गरेँ जस्तो गर्नुहुन्छ। के माया गर्नु पाप हो? तपाईँहरू तपाईँको समयअनुसार चल्नु होला, हामी हाम्रो जमानाअनुसार चल्छौँ। ए तँ तेरो जमाना अनुसार चल्नु पर्यो? जा सहरा, यो गाउँमा चल्दैन। के भन्नुभएको? हाम्रो यति एउटै छोरा त हो, बरु म सम्झाउँछु नि यसलाई। होइन, अहिले यसको आँखा प्रेममा अन्धो बनेको छ। जुन दिन आँखा खोलिन्छ नि त्यो दिन बल्ल थाहा हुन्छ। यो गाउँ, संस्कार, रीतिरिवाज अनि घर। मलाई पहिल्यै थाहा थियो, खुब घर घर भन्थ्यौ नि। देख्यौ, मलाई यस्तो बेइज्जत सुनेर बस्नु छैन। म हिँडेँ। बाबु, तँदेखि बाहेक हाम्रो को छ र? तँ पनि हामीलाई छोडेर जान्छु भन्छस्? बरु तेरो बाबालाई म सम्झाउँछु। नजा बाबु, नजा, हामीलाई छोडेर नजा। यसले जब हाम्रो ठक्कर खान्छ नि अनि बल्ल सम्झेर आउँछ। आखिर मनै त रहेछ आफन्त अनि बैरी पनि, जो बल्झाइरहँदो रहेछ अतीतलाई अनि बिउजाउँदो रहेछ सपनाले। दिनुहोस् न, बरु कति पर्छ? ओहो बाबु, मार्क्स त सकिया छ त। कहिले आउँछ? अब बजारतिर पनि सर्टेज छ भन्छन्, अर्डर गरेको छु। कहिले आउँछ भन्न सकिन्न, बरु तिमी आउँदै गर न। होइन, आफ्नै छोराले खेल्न बोलाउने मेरो छोरालाई अनि आफै माथि नाटक गर्ने, यो एकदम माटेको छ। यो केटा सानो भनेर के गर्ने? बदमास। मातेको छैन, गल्ती दुईटैको छ। गाली गर्ने भए दुईटैलाई हार्नुहोस्, होइन भने गरिब भनेर हेप्न पाइँदैन। होइन, कसले हेपेको छ? 3-3 महिनाको भाडा नतिरी थपक्क बसेर खान पाएछौ, अझ नाटक गर्दै रहेछ।
तँलाई चोट थाल्ने होइन जिन्दगीभरि सित्तैमा बस्न दिए जस्तो कुरा आर्चिन् बा सक्छौ भने भाडा तिर न किन सधैँ नाटक गर्छौ कसले गर्ने नाटक यो सहरमा पैसा तिर्ने हो भने यस्ता कोठा जति पाइन्छ कति बढी बोलेको त चुपामै बढी किन चुप लाग्ने कसलाई छैन समस्या आनन्द कमाउने हो तिर्ने हो झन् आफ्नै घर भए के गरिदिउन् तपाईँ पनि भाडामै बस्ने त हो नि घर जिम्मा लिएर मात्रै हुन्छ र के बढी बोली कि के बढी बोल्ने हो भएको कुरा गर्नलाई आफ्नै घर जस्तो गर्ने कति छ कम्पनीले अफोर्ड गर्न सक्दैन भन्यो केही कारण पनि देखाएन सिधै भोलिबाट काममा चाहिँ नआउनु भनेको छ के भएको यस्तो समस्यामाथि झन् समस्या थप्यो बेतलबी भएर त के बस्नु यहाँ कम्पनीलाई घर जाने व्यवस्था मिलाइदिए भनेको वास्तै गर्दैन हामी धेरै नेपाली अलपत्र परेका छौँ यहाँ साह्रै विपद पो आइलाग्यो बरु के छ उताको खबर बताउ न खै के भन्नु ब्याङ्कको फोनको घन्टीले पनि कानै पाकिसक्यो अब जेन तेन चलिराखेको थियो अब त घरमा खानेकुरा पनि सकिसक्यो खै के गर्ने हो यतिका वर्ष मरुभूमिमा पसिना बगाएर जोडेको त्यो एउटा घडेरी पनि नबस्ला जस्तो भयो अनि डेरावालाहरूले भाडा दिए त कहाँ दिनु अब सबै त लकडाउन अघि नै गाउँ पुगिसक्यो अब सविताको जोइपोइ मात्रै बाँकी छ तिनीहरूले नि भाडा छैन भन्छ के गर्ने हो खै ल तिमी पनि सक्छौ भने त्यता केही बन्दोबस्त गर्दै गर म पनि यता मेसो मिलाएर आउने कोसिस गर्छु ल अहिले म फोन राखेँ है त हस् मिठाई गर्न कति जानेको हो के हो त मेरै त अनि हो तेरै हो कति घमण्डी भएको कति मुखमुखे लाको अनि के उपद्रो गर्यो फेरि यसले ए तपाईँको छोराको काम घरमा बसी छ मिठाई गरेर चकचक गरेर यसपालि बुझ्ने पैसाले यसलाई मार्क्स किन्दिनै पर्यो खोइ त तिम्रो पारा फोन त उठाउनै गाह्रो भाडा खप्ट्याएर मात्रै हुन्छ तिर्नु पर्दैन होइन हजुर कोसिस त गरिराखेको छु समय नै यस्तै पर्यो ब्याङ्कबाट लोन लिएर बनाएको घर हो मैले पैसा तिर्नु पर्दैन कुरा बुझ्नु पर्छ नि हजुर अरू कुरोमा केही जान्दिनँ यसै टेन्सन उसै टेन्सन खुरुक्क सामान छोडेर जाने जहाँ गए पनि जाऊ भाडाको आस्था हुँदैन कस्तो मान्छेलाई घर जिम्मा दिएछ दिदी बोलाउनु भएको रहेछ नि मलाई बस न रमेश भाइ तिमीहरू कोठा छोडेर जाने कुरा सुन्दै थिए कुरा के हो त्यस्तो केही पनि होइन दिदी अब यो रातको भरमा मात्रै पनि त कति बस्नु काम पनि खासै छैन त्यही भएर हिँडेरै भए पनि घर जाउँ भन्ने सोचेको अनि कोठा भाडा कामको पाएको छैन दिदी उता लकडाउन अगाडि भाइको बच्चा बिरामी भएर
10,000 सापट्टि दिएको थिएँ। बरु त्यही 10,000 भए पनि भाइलाई तपाईँलाई दिन लाउँछु नि। खै कसको विश्वास गर्नु कसको नगर्नु धरो दिदी, मेरो कुरा विश्वास गर्नुहोस्। त्यसो भए भाइको फोन नम्बर पाउन त टिप्नुहोस् न। 98 हुन्छ दिदी, म जान्छु त। अनि सम्झिन्छु ती गल्तीलाई, त्यो उमेरको जोसलाई। बिस्तारै बिस्तारै सानो सानो कुरामा उनी मसँग झगडा गरिरहन्थिन्। सम्झाउने कोही थिएन, न डर कसैको। बल्ल मैले सिन्दुर पोते, संस्कार अनि अभिभावकको महत्त्व बुझे। त्यसैले होला हाम्रो सम्बन्ध बिस्तारै बिस्तारै टुट्दै थियो। साधना, साधना! म बस्दिनँ। के भएको तिमी भन त, मेरो कुरा त सुन। मलाई केही सुन्नु छैन। के हो के तिमी? सायद हाम्रो सम्बन्ध हाम्रो भाग्यमै छैन। इट्स टु मच। मलाई यो रिलेसन ब्रेक गर्नु मन छ। तिमी यस्तो सानो सानो कुरालाई लिएर यत्रो गर्छौ। यो कुरालाई त तिमी र म बसेर पनि त मिलाउन सकिन्छ। मेरो तिमी बाहेक को छ भन त? मलाई तिम्रो विश्वासै लाग्दैन। आफ्नो जन्म दिने बाउ आमालाई त छोडेर आउन सक्ने मान्छेको केवर। सरी, इट्स ओभर। मैले हाम्रो खुसीको लागि घर, परिवार, गाउँ सबै थोक छाडे। अनि तिमीले तिम्रो खुसीको लागि मलाई छाड्यौ। सायद यही नै थियो फरक हामी दुईमा। अन्धो थिए म तिमी अनि मायामा। त्यसैले अरू केही देखिन, केही सोचिन। त्यसैले आज एक्लो हुन पुगेछु। प्रेममा मेरो घमण्ड चकनाचुर भइसक्यो। मेरो बुवाको जिद अझै अडिग छ र म आफैसँग हिम्मत पनि छैन। त्यसैले मनको वेदना पोख्दैछु पानामा। गुम्सिएका भावनाहरू सायद यी अक्षरहरूले बुझाउनेछन्। भाइ, खाजा रेडी भयो मेरो? हजुर गुरु भयो। हो र, ल्याउ त नि। अनि के छ भाइ अरू खबर? के हुनु गुरु, बिहाल्छ। अब जिम नै बन्द भएपछि जिमकै आसमा खोलेको क्यान्टिन बन्डले छुका मापदण्डले तनाव बनाएको छ सबलाई। गुरु नमस्ते। नमस्ते। आरामै हजुर भन, बस न। हस् गुरु, भइहाल्छ नि। के थियो? त्यही त गुरु, अब जिम कहिले खुल्छ भनेर यसो बुझ्न आएको। ए, बुझ्नलाई आएको? के बुझ्न थियो भन न। साँच्चै जिम कहिले खुल्छ? खै कहिले खुल्छ, समस्या छ। घरमा दाइको डायबिटिज र कोलेस्ट्रोल पनि बढेर हैरान भएको छ। फेरि डक्टरले पनि एक्सर्साइज गर्नु भन्नुभएको छ। लौ न गुरु, लुकेर केही गर्न मिल्दैन? कहाँ मिल्दैन। सिआइडीहरू दिनौ फेरि फेरि आउँछ। यसो अरूलाई थाहा नदेखिन गरौ न। होइन, मिल्दैन, त्यस्तो चाहिँ नगरौँ। किनभने प्रशासन एकदमै टाइट छ। ज्यान बिग्रिसक्यो यता, बोसो पनि बढी छ। लौ न गुरु, जिम खोल्ने केही उपाय गर्नु पर्यो। टेन्सन नलिऊ भाइ, सधैँभरि यस्तै समय त नरहला नि। एक दिन त अवश्य खोल्ला नि। म तिमीलाई खबर गर्छु नि है। हुन्छ त नि गुरु। बरु खाजा खाएर जाऊ न। भाइ हजुर, खाजा देऊ न। हस्, चाँडो ल्याऊ है। कपाल कति लामो के राम्रो देखेन, काट्नु के? काटो त मन लाग्यो नि। यो लकडाउनले गर्दा बजारहरू सबै बन्द छ। झन् पैसा नै बच्यो, के भयो? अनि काममा जाँदा नि के हिरो भएर जानुपर्ने होला? हामी मजदुरहरू के हिरै हुँदैनौ र? हिरै त हो नि म के को। ल म गएर अहिले ल है, भरे छिट्टै आउनु है। तिमी र
रमेशको भाइ हो? हजुर को बोल्नु भयो र? म रमेशको घरबेटी। के थियो र? तिम्रो छोरा बिरामी हुँदाखेरि 10,000 ऋण दिएको थियो अरे। त्यही घर भाडा मिलाउने भनेर भन्दै थियो, त्यही भएर फोन गरेको। अहिले त हामी आफै समस्यामा छौँ, गाह्रो छ। हुन त अब दाइको व्यवहार दाइसँगै मिलाउँछ दिदी म। हुन्छ दिदी, म अहिले व्यस्त छु, अहिले मैले फोन राखेँ। रमेश भाइ काम अलिक छिटै सक्नुपर्छ है। हुन्छ। ओहो दिदी नमस्ते, कताबाट आउनुभयो आज यता? कहाँबाट भन्नु र भाइ, दुःख र समस्याले गर्दाखेरि यहाँसम्म। यस्तै हो दिदी, यो समय चारैतिर समस्या छ। समय नै यस्तै छ। बरु केही भन्नु थियो कि दिदी? अरू के सुनाउनु र भाइ, बरु रमेशको के कति पैसा बाँकी छ लौ न मिलाइदिनु पर्छ। साह्रै समस्या भयो। अब यो घर साउले पनि घर नसिताइकन पैसा दिन्न भन्नुभएको छ। मेरो पनि हिसाब किताब बाँकी नै छ। त्यो हिसाब किताब गरिसकेपछि रमेशको पैसा पनि बरु म तपाईँको हातमा हालिदिउँला। ढुक्क आउनुहोस्, मेरो विश्वास हुने थियो। अब त विश्वास मान्नु होला दिदी, साह्रै गाह्रो पऱ्यो। तपाईँलाई झुट बोले जस्तो भयो, गाह्रो नमान्नु छ। ढुक्क आउनुहोस् दिदी, रमेशको पैसा नि मैले दिन्छु भनेको छु, तपाईँ टेन्सनै नलिनुहोस्। लौ त नि, अब के भन्नु त? ए साँच्चै रमेश, निर्माण व्यवसाय सङ्घले घर बनाउने मजदुरहरूलाई अप्ठ्यारो पऱ्यो भनेर रातको बन्दोबस्त गरिरहेछ। मैले त्यहाँ तिम्रो नाम लेखिदिएको छु, घर जाने बेला रात लिएर जानु है। लौ त भाइ, अहिले जान्छु। हस्। हजुर, किन बोलाउनु भएको? खै त तपाईँलाई बारम्बार भनिरहेछौँ, किन खोल्नु भएको? कसले खोलेको छ र? रोगले भन्दा त बढी तपाईँहरूले तर्साउनु भएको छ। खोलेर पनि के गर्ने, कोही पनि आउँदैनन्। हेर्नुहोस्, तपाईँ त राष्ट्रको खेलाडी जस्तो मान्छे, उता यस हिसाबले हाजिर हुन भन्नुभएको छ। अब समातेर के लानु? समातेर लान त अपराधी पनि हुनु पर्यो नि। मैले के अपराध गरेको छु र? बन्द छ, हाम्रो पनि अन्त जाने ठाउँ छैन। तपाईँहरूले पनि हाम्रो समस्या बुझिदिनुहोस् न। यतिखेर समस्या सबैतिर छ। यस्तो बेलामा पनि हामी ड्युटीमा खट्न परेको छ। तपाईँ त बुझ्ने मान्छे,
पछि राम्रो दिन आउला अनि खोल्नु होला। ल त्यसो भए ठिक छ, म अहिले नै बन्द गरिदिन्छु। तर तपाईँहरूले हाम्रो घर भाडा, ब्याङ्क लोन र पारिवारिक खर्च बेहोरिदिनुहोस् न। म अहिले नै ताला लगाएर चाबी नै तपाईँको हातमा दिन्छु। अब यस्तो कुरा उतै हाकिम साहबलाई भन्नु होला र बन्द चाहिँ गर्नु होला। जाउँ रोशन सर। ल नखोलिदिनु होला, बन्द गर्नु होला, उता हाकिम साहबलाई भेट्नु होला। रोहन, ओ रोहन, ल हेर यो त यत्तिकै रहेछ। गाउँ जाने होइन त? म जाँदिनँ होला यार। हाउ कुरा नगर, उहाँ त्यत्रो गाडी मिलाएको छ। त्यस्तो होइन यार, बरु गाउँमा अलिकति गाह्रो होला, केही रकम र चिठी छ, घरमा पुऱ्याइदिन यार। यो जमानामा पनि त चिठी र काम गर्दै बस, होला क्या म तेरो। म एकदम लज्जित छु यार, कुन अनुहार लिएर आफ्नो बाबुआमाको अगाडि मुक्ति काम म सक्दिनँ। यस्तो महामारीको बेलामा सहरमा अर्का घर बजारमा बसेर के ख्याँच्छस्? बाबुआमा भनेको जिउँदो भगवान्हरू हुन्। हिजो काकीसँग कुरा भएको थियो, तँलाई नभन्ने भन्नुभएको थियो र मलाई चाहिँ जसरी पनि रोहनलाई लिएर आऊ है बाबु भन्नुभएको थियो। यस्तो सानो सानो कुरा मनमा लिएर नबस्न केटा। काकाले नै काकीलाई भन्नुभएको रे अझ। बुवा कस्तो तँलाई थाहा छैन। जानुपर्छ, यिन घर त जानियो जानियो। बल्ल बल्ल गाडी मिला, यिन जसरी जानियो घर त जानियो जानियो। ल सोच्नु त दे, ल के ल जान्छु जान्छु, पक्ष सामान त मिलाउनु दे। नमस्ते दाइ। नमस्ते भाइ। खोइ त यार भाइ, तिमीले त मेरो कुरै नसुने चाहिँ गर्छौ यार। एग्रिमेन्ट गर्ने बेला त भइसक्यो, अब जग्गाको हाम्रो वार्षिक एग्रिमेन्ट गर्ने बेलाको पनि 2 महिना कटिसक्यो। के गर्ने भाइ? जिम खोल्ने हो कि बन्द गर्ने विचार गरेछौ? होइन दाइ, मेरो बिजनेस भनेको यही हो दाइ। मैले सबै कुरा यसैबाट चलाउँछु। अहिलेको समय र परिस्थिति अनुसार मैले मेरो यो जिम बन्द गर्ने कि खोल्ने केही पनि निर्णय गर्न सकेको छैन। बुझ्दिनु न? होइन होइन भाइ, मैले तिमीलाई नबुझे होइन नि। अब पटक पटक तिमीलाई मैले सहयोग पनि गरेकै हो। अब मेरो पनि उपाय व्यवसाय केही पनि छैन। भएको एउटा जग्गा हो, स्वास्थ्यको लागि राम्रो हुन्छ भनेर जिम खोल्न दिइहालेँ। अब त मलाई पनि गाह्रो परेर भनेको भाइ। ठिक छ दाइ, मैले तपाईँको समस्या बुझ्छु। म भएसम्म यताउता गर्ने कोसिस पनि गर्छु। केही समय हेरिदिनुहोस्। ल त नि भाइ, तिमीले भनिहाल्यौ। भाइ राम्रै मान्छे हो मलाई थाहा छ, तर समयले हेर न सबलाई गाह्रो बनाएको छ के। म 1 हप्ता यताउता चलाउँला, तिमी त्यो बेलासम्म म्यानेज गरिदेऊ न है। हस् दाइ, म सक्दो प्रयास गर्छु। फरक नपार है भाइ। हस्। म मेरो देश नेपालको एक खेलाडी, खेलबाट देश चिनाउने धेरै काम गरे, तर समयले मलाई चिन्न सकेन। अझ राज्यले चिन्नै सकेन। कहिलेकाहीँ मनमा कुराहरू खेल्न थाल्छन् अनि सोच्छु खेलाडीहरू किन विदेशमा हराउँछन् भनेर। आफ्नो गुनासो आफ्नै मनसँग गर्दैछु र अशान्त मन, समस्या र समयले झसङ्ग झस्काउँदा वर्तमान नै तितो लाग्दो रहेछ। दैवलाई कति बिन्ती बिसाउँ, सबै मन्दिर, मस्जिद, गुम्बा सबैको ढोका बन्द छन्।
हुने खानेहरूलाई कति सजिलो भन्न। चिन्ता नलेऊ, पिर नलेऊ, सबै ठिक हुन्छ। यहाँ आफूलाई कस्तो पिर छ के थाहा तिमीलाई? ख्याति तैँले हजुर गरिबको त भगवान नि हुँदो रहन्छ। खोइ अब के गर्ने हो, कसो गर्ने हो, मैले त के पनि सोच्न सकेको छु। अब अरू बाटो पनि त केही छैन। हाम्रो पनि कुनै बाटो छैन। झन् ब्याङ्कले यति बेला किस्ता तिर्यो भने छुट दिन्छु भनेको थियो, खै मैले भनेको। सरसफाटी पनि कहीँ पाउन सकियो, साह्रै गाह्रो भयो। पैसा छैन भन्ने बराबरी सामान ल्याएको मैले नदेखेको हो र? हजुर त्यो त उहाँले धेरै भन्नु पर्दैन, तिमीहरूको नाटक मलाई थाहा छैन र? अनि के को हल्ला हल्ला हो? वरिपरि छिमेकीले सुनेन के भन्लान्? के भयो? भाडाको कुरा हो, ठेकेदार साहबले मिलाउँछु भन्नु। त्यो सालो भनाउँदाले मसँग पैसा लगाएको कति भइसक्यो? अब त्यसले तिम्रो भाडा मिलाउला भनेर म पत्याउँछु। अघि भर्खरै कुरा भएको थियो, फोन गर्छु भन्नुभएको थियो। अब मेरै फोन उठाउन छोडेको त्यसले कति भइसक्यो? अब तिम्रो भाडा मिलाउनलाई त्यसले मलाई फोन हान्ने। बाबा धेरै भन्नु पर्दैन केही पनि, पैसा दिने भए देऊ, नत्र पनि चाबी लगाइदिन्छु। त पनि धेरै नबोल न, 70 हँसाउने काम नगर। वरिपरि छिमेकीले सुनेन के भन्लान्, अलि चुप्प लाग। बाबा तपाईँ पनि धेरै नबोल्नुहोस्, मेरो माइतीले दाइजो नदिएको भए तपाईँको पनि यही हालत हो। ल मैले भन्दैछु है, आज जसरी पनि भाडा चाहिन्छ। तपाईँ यही बस्ने हो कि जाने हो? पैसा पनि दिन नसक्ने मान्छेले किन गर्नु? खाना पाक्यो, बस्किस् त। के खाने हो यत्रो वचन खाएपछि? के गर्नु त बुढा, गरिबको जिन्दगी यस्तै हुने रहेछ। ल दाइ अब सुरु गरौँ है। हुन त मनको भयो कसैलाई नकह भन्छन् हजुर। यो जिन्दगीलाई पछाडि फर्केर हेर्नै मन थिएन। अब हजुरले सोधिहाल्नुभयो। मेरो नाम चाहिँ दानबहादुर। उति बेला मेरो पनि एउटा सानो परिवार थियो। दुःख जिलोसँग जीवन चलिरहेको थियो। तर त्यो 72 सालको भुइँचालोले सबै कुरा भत्काइदियो हजुर। मेरो घर, मेरो परिवार केही पनि बाँकी राखेन। म यो नाम्लो लिएर घाँस काट्न गएको थिएँ, त्यसैले बाँचेछु। उजाडिसकेको थिएँ म। त्यसै विरक्तिएर गाउँतिरै भौतारिँदै रहेछु 2-4 हप्ता। घरिघरि भुइँचालो अनि घर परिवारले छोड्दै छोडेन मलाई। एक मन त झुन्निएर मरुकी जस्तो नि लाग्यो, तर सकिनँ। दैवसँग जुझ्न मन लाग्यो, तर गाममा चाहिँ बस्नै मन लागेन हजुर। अनि एक दिन गाम छोडेर हिँडेँ, अनि यो सहर आइपुगेँ। उति बेला न कुनै ठाम राम्रोसँग चिनेको थिएँ, न कुनै मान्छे। साथमा थियो त यही पुर्ख्यौली नाम्लो, जसले मलाई नामले बनायो र मेरो भोको पेट भर्नुसँगै यो सहरका अनेक ठाउँहरू चिनायो र धेरै मान्छेहरूसँग भेट हरायो। जिन्दगीको यो मोडा, यो उमेरा
मलाई मजदुर बनायो र नयाँ तरिकाले जिन्दगी जिउन सिकायो। एकछिन है सर। मङ्गली, ए मङ्गली, बुढो उठे जस्तो छ। माफ गर्नु होला हजुर। होइन ठिकै छ दाइ, अरू सुनाउनुहोस् न। अब मङ्गली मेरो अहिलेकी श्रीमती। म सडक पेटीमा थकाइ मार्न पसिना पुस्दै हुन्थेँ, उनी चाहिँ टन्टलापुर घाममा आगोको रापमा मकै पोलिरहेकी हुन्थिन्। आफू दुखी भएर होला हजुर, उनको दुःख बुझ्थेँ म। उनी पनि मलाई हेर्थिन्। सायद त्यति बेला हामी दुईको मनले एकअर्कालाई आफ्नो कथा व्यथा भन्न खोज्थ्यो होला। त्यसैले मुस्कानसँगै हामीले आफ्नो व्यथा बाँड्न थाल्यौँ। व्यथासँगै मन साटिएको थाहै भएन। यो मनले जात, धर्म, उमेर, वर्ग केही नभन्दो रहेछ। एकै चिम्टी सिन्दुर र भगवान साँची राखी आफ्नो जीवनको नयाँ बाटो कोर्यौँ हामीले। एउटा दुखीलाई अर्को दुखी जीवनसाथी, अनि के चाहियो जिन्दगी जिउने बाहना। विश्वास र माया नै रहेछ सबभन्दा ठुलो कुरो संसारमा। अनि त बिस्तारै मैले भुइँचालो भुल्दै गएँ, उनले खारा पानीको बाढीको बेल भुल्दै गइन्। हाम्रो उजाड जिन्दगी फेरि हराभरा हुन थाल्यो। बुढाबुढी जन्मे, उनकै लालन पालनमा हामी लाग्यौँ। अब त एउटा आवाज मात्र होइन, योभन्दा धेरैजनाको चित्कार कसैको कानमा पुर्याउन जरुरी छ। हामी सबको चाहना सुरक्षितका साथ खुलोस् हाम्रो जिम्काना। हामी सबको चाहना सुरक्षितका साथ खुलोस् हाम्रो जिम्काना। हामी सबको चाहना सुरक्षितका साथ खुलोस् हाम्रो जिम्काना। I was selling chili powder mixed with brick dust and turmeric with artificial color, but now I have reformed. That's Triangle Duck. But now that you are here, so why don't you throw here for mister? I was selling chili powder mixed with brick dust and turmeric with artificial color, but now I have reformed. That's Triangle Duck. But now
यो जिम्मेवारी पुरा हार्न पनि मलाई यो नाम्लोले सघाउँदै थियो, तर कुप्रीलाई उठी सुक न बसी सुक, दुःखीलाई दुःखले कहिल्यै छोड्दो रहन्छ हजुर। आज मेरो यो थाप्लोको शान, मेरो यो नाम्लो र हाम्रो कामको दूरी बढेको छ। बजार बन्द छ, काम ठप्पै छ। अब यतिका दिन भयो यो महामारीले गर्दा देशै लकडाउनमा छ। अब त हामी दिनभरि दुःख गरेर साँझ सुखको मानव खाएर मस्त सुत्नेहरूको निन्द्रै हराइसक्यो। सरकारले लकडाउन थपै छ, राहत थप्दैन। सरसापट मागौँ, साथीहरूको पनि गोजी च्यातिएको छ, धनीहरूले पत्याउँदैनन्। धितो राखौँ, गरिबी बाहेक आफूसँग केही पनि छैन। अनि दाइ सङ्घ संस्थाहरू सहयोग गर्न आएको छन् भन्ने न्युज त आइरहेको छ त। नआएका होइनन्, आएर के गर्ने। अब त्यो अलिअलि दाल चामल आशाहरू छर्केर जान्छन्, अनि समाचारमा हाम्रो रमिता बनाउँछन्। गाह्रो छ हजुर। अब घरबेटीले भाडा मागै छन्, भाडा नदिने भए कोठा छोडेर जा भन्छन्। म त आफ्नो भोको पेटलाई यही नाम्लोले बाँधेर सङ्गुला। जान केटाकेटीलाई कसो गर्ने हो? हामी गरिबलाई रोगले भन्दा त भोकले पो मार्ला जस्तो छ। बुढाबुढीहरूले भोक लाग्यो भनेर चिच्याउँदा मनै कटक्कै खाएर आउँछ। मसँग कुनै उपाय नै छैन, के गर्ने। फकाउँदा गाउँ खाने कथा पनि सकिसक्यो। हिजोसम्म मजदुर थिएँ, आज मजबुर छु। अझै लकडाउन कति लम्बिने हो? अब चाहिँ दैवसँग जुझ्न सकिएला जस्तो छैन। मलाई यो नाम्लोले जिन्दगीभरि साथ दियो। अब जीवनको यो घडीमा नाम्लो पासोको दाम्लो नपरोस्। होइन, ठिकै छ भाइ, आफ्नो आफ्नो भाग्य हो। घरबेटीले ब्याङ्कबाट ऋण निकाल्नु, यो घर मेरो जिम्मा लगाइदियो, खाइ नपाएको दुःख पाइ। होइन होइन, केही भएको छैन। मैले बरु तिमीहरूलाई घर भाडाको लागि कचकच गरेँ, साह्रै दुःख दिएँ है। के गर्नु, म पनि बिचैमा थिएँ। आफ्नो व्यवसाय पनि सबै ठप्प भएको छ। घरमा दाल तरकारी सबै सकिरहेको छ। यहाँ वरिपरिको किनारा पसलसँग त्यति राम्रो सम्बन्ध पनि छैन। तिमीहरूले दिएको पैसाले यसो घर चल्थ्यो कि भनेर हो के अरे। घरमा चामल त छ नि? थोरै चामल छ, त्यही चामलको चाउलो बनाएर खानु पर्छ। दिदी अहिलेलाई यो दिनुहोस् त। हामी पनि तरकारी महँगो हुँदाखेरि अनि राहत नमिल्दाखेरि यसैमा झोलालेर खाने गरेको थियौँ। लिनुहोस् दिदी। दिदी, तपाईँले पनि वडामा राहतको लागि नाम टिकाउनु पर्थ्यो। हामी त व्यवसाय स्तर पनि निम्न मध्यम
वर्गीय पर्यो। लकडाउन हुनुभन्दा पहिला पनि 20 जना खाजा खान नआउने ठाउँको पसलको साउनी पर्यो। यस्तो बेलामा सरकारले पनि कर तिर भनेर हैरान गरेको छ। हामी सानो व्यवसायको मर्म कसैले बुझ्दैन। न सरकारले, न संस्थाले, न घरबेटीले नै बुझ्दैन। यसरी कतिन्जेल चल्छ। परदेशमा श्रीमान पनि बेकलली भएर बस्नु भएको छ। घरमा कहिले आउने टुङ्गो पनि छैन। बरु भोलि बिहानै हिँडेर भए पनि माइती जानु पर्ला जस्तो छ। कस्तो आपत आयो? हिँडेर गाउँ जाऊँ भने पनि गाउँमा घर छैन, सहरमा बस्ने अवस्था छैन। कस्तो दुःख पाउन लेखेको रहेछ। चाम पार्टीमा भयो नि बसौँला नि, क्यार्ने भाग्य यस्तै रहेछ। प्रतीक्षा लयौँ भयो नि बसौँला नि। बल्ल ठिक भयो। तर निरीह छन् सबैजना, कसैले सुन्दैनन्। किनकि हिजोको लापरवाहीले आज समुदायमा असर गर्दैछ। मौन छन् सबैजना, ठुलो ठुलो हेर्न सिवाय केही गर्न सक्दैनन्। सबैको हात बाँधिएका छन्। समुदायमा सबैको आफ्नो चित्कार छ, तर सुनिदिने कसले? त्यसैले समय र अवस्थाको आफ्नो चित्कारको पीडा आफै सुन्छु, अरू केही गर्न सक्दिनँ। बाबाका हौसलाहरू कानमा गुन्जिरहन्छ। हेर बाबु, जीवनमा सबैभन्दा ठुलो काम भनेको नाम कमाउनु हो। सम्मानजनक नाम। र नाम कमाउन धेरै मेहनत र सङ्घर्ष गर्नुपर्छ। त्यो पनि आफैले गर्नुपर्छ, अरूले गरेर हुँदैन। जिन्दगीमा जस्तो सुकै समय परिस्थिति आए पनि आफ्नो लक्ष्य कहिल्यै छोड्नुहुन्न। खराब समयले विचलित गरौला, तर शुभ समयले सधैँ हामीलाई पर्खिरहेको हुन्छ। याद गर्नु।